कुनै एउटा अहिले कति गरीब भनेर भनिएको छ, गरीब भन्ने छैन शास्त्रमा। आज म हजुरहरूलाई बताइदिन्छु, जसले आफ्नो धर्म परिवर्तन गर्छ, जसले आफ्नो धर्मलाई मास्छ, जसले आफ्नै आमालाई ख्याल गर्दैन, त्यो चाहिँ हो दलित। जन्मको आधारमा दलित हुँदैन, जन्मदा जायते शूद्र कर्मणा वृद्ध उच्चते भनेको छ शास्त्रले। त्यसैले जन्मदाखेरि एउटा ब्राह्मण पनि त्यो एउटा शूद्रको रूपमा जन्मिएको हुन्छ, तर उसका कर्महरूद्वारा पछि गएर ऊ ठुलो बन्ने हो। शास्त्रलाई राम्रोसँग पढेर हामीले व्याख्या गर्ने हो भने हामी सबै प्रकारका सबै विषयमा अगाडि बढ्न सक्छौँ। त्यसैले गर्दा तपाईँलाई एउटा कुरा भन्छु, आज विक्रम सम्वतको नयाँ वर्षको पहिलो दिन कुनै राजनीतिक दलले बोलाएर अगाडि गएर हामीलाई ढुङ्गा हान्न आऊ, अनेक गर्न आऊ भनेर आन्दोलनमा बोलाएछ भने म केही पनि भन्दिनँ। तर कुनै दिन हाम्रो नेपाली संस्कार संस्कृतिमाथि कसैले हावा बोल्न आउँदछ, संस्कृतिमाथि संस्कृति नाश गराउनको लागि यदि कोही आउँदछ अथवा हामीलाई जात जातको नाममा यदि लडाउने प्रयास गर्छ यदि भने अहिले त नयाँ सरकारको परिकल्पना गरेका हामी नेपाली होइन। त्यसैले गर्दा अब हाम्रो धर्म संस्कार संस्कृतिप्रति कसैले लडाउने हामीलाई चाहिँ एक आपसमा सुधाउने काम गर्छ भने त्यतिखेर नेपाली डटेर अगाडि बढ्नुपर्छ। त्यसको निमित्त संस्कृतिको लागि हामी चाहिँ तपाईँ हामीले मान्दै आएको संस्कार, तपाईँ हामीले मान्दै आएको संस्कृतिको लागि तपाईँ हामी एक हुनुपर्छ भन्ने कामना गर्न चाहन्छु। विक्रम सम्वतको पहिलो दिन अलिक ठुलो स्वर भएको कस्तो हुन त सालाग्ने रुद्रको साधना गर्छु। भगवान् पशुपतिनाथको पूर्वतर्फ बागमतीको तटमा बस्दा गलत कुराहरूको लागि रुद्रको अवतार धारण गर्न मेरो लागि नौलो कुरा होइन। किनभने जसले जे प्रकारको साधना गर्छ उसँग त्यही तत्त्व हुन्छ, तर गलत कुराको लागि होइन। त्यसैले सबैलाई भन्छु, हाम्रो संस्कार संस्कृति र हाम्रो सम्पदा म त हेर्नुहोस् नि, भगवान् शिवजीको आराधना गर्ने भएको कारणले मलाई फेरि धेरै ठुलो चाहिँ साधक दुनियाँ निस्कनु होला, तन्त्र मन्त्र गर्ने चमत्कार नसम्झनु होला। एउटै कुरा म भन्छु, यदि तपाईँ पशुपतिनाथको प्राङ्गणमा हुनुहुन्छ भने तपाईँ भगवान् हो। तपाईँलाई भोग्ने, तपाईँलाई पूजा गर्ने, जसले भगवानको असल तरिकाबाट भक्ति गर्दछ त्यसको भक्ति गर्ने एउटा साधक भएको नाताले तपाईँहरू सबैलाई म के भन्छु भने भगवान् शिवजीको चरण कमलमा मेरो जीवनलाई समर्पण गरिसकेको छु। र यो धार्मिक स्वरूप पनि रहेर अहिले पछिल्लो समयमा धर्मकै आधारमा मेरा जस्तै जता पालेर, मेरा जस्तै दुई चारवटा माला लगाएर, मेरा जस्तै वस्त्रहरूलाई व्यवस्थित बनाएर विभिन्न धर्मका नाममा अहिले चाहिँ जोगिनु पर्ने पनि जोगिनु पर्ने चाहिँ आफ्नैसँग हुन्छ अरे क्या होइन। त्यसैले गर्दा जोगिनु पनि होला। पशुपतिनाथलाई पुकारा गर्दा सही के हो गलत के हो छुट्याउनुहोस्, त्यही तपाईँलाई साधना हो। यति भन्दै मलाई यो अवसर दिनुहुने पुज्यज्यूलाई र नयाँ वर्षको सबैमा ओमकार टेलिभिजनको पनि नेतृत्व गरेको छु मैले। र यही आरतीलाई प्रचार प्रसार गरेर, यही आरतीलाई प्रचार गरेर ओमकार ध्वनि भन्ने कार्यक्रम आउँथ्यो पहिला टेलिभिजनमा, तपाईँलाई थाहा होला। त्यही अहिले ओमकार टेलिभिजन भएको छ र त्यो टेलिभिजनबाट नेपाली धर्म संस्कार संस्कृतिको लागि त्यही गरेको छु। र तपाईँहरू बिचमा हाम्रो नेपाली संस्कृतिसँग सम्बन्धित कुनै पनि कला छ र तपाईँसँग क्षमता छ भने तपाईँहरू सबैलाई नेपालको यो ओमकार टेलिभिजनमा निःशुल्क रूपमा तपाईँले आफ्नो कला प्रस्तुति गर्नको लागि सम्पर्क गर्नुहोला। यति भन्दै म गुरुलाई हृदयदेखि नै पुनः धन्यवाद अर्पण गर्दै यो नयाँ वर्षको शुभकामना सहित बाबा भोलेनाथको चरणमा यो यन्त्र र यो आवाजलाई अर्पण गर्छ। हार्दिक हार्दिक आभार व्यक्त गर्दछौँ आदरणीय भक्त सज्जनवृन्द। यो विशाल उपस्थिति यो जीवन्त बनाउनको